स्वाहा ल मैले भनेको अब त धन सम्पत्ति तिमीलाई आइसक्यो तिमीलाई पैसा व्यवहार सकेर त घर सम्पत्ति नै धन सम्पत्ति पनि तिमीलाई आइसक्यो न यहाँ श्री सम्पत्ति भएकै तिमीलाई आइसक्यो तिमीलाई पैसा होइन भएको जति सबै यिनीहरूलाई तिमीलाई आइसक्यो व्यवहार जिम्मेवारी लाउँदै आइसक्यो
हो 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 बुवालाई नि सिकाइदिनु पर्यो नि त सुनको सिक्का हो पहना पखता नाइ बुवा अलिकति छेक्यो बुवा त्यहाँ ल छोरीले लगाइदिन्छु नि तिमी छोरा त्यति हातमा लगाइदिए भइगयो नि अब सुरु भयो नि कुरा धर्म अलि अहिले पर्दैन दर्शन छिटो गर है छिटो यहाँ हुँदैन त्यो गाडी पुऱ्याउनु जानु पर्यो तल जानु छ दुईटा गर्नु पर्यो गाई पुऱ्याउनु जानु पर्यो कता गएर गयो होला भइगयो आमाको पालो हो यहाँ दिदी पालो नि जान्छ भाइ कहाँ गयो आमालाई फेरि मम्मी ओ यतिकै मम्मी होइन तपाईँ भनेको त उसमा पर्नु हो भाउजूको ब्यागमा भाइलाई लाउने हो नि त पैसा दिन त गाह्रो मान्छ नि भाइले पैसा दिदैन नि भाइले दिन्छ उल्टै अहिले फुर्ता गर्नु परिहाल्छ नि हालिने खान्छ अहिले सत्र हालेर सकेन होइन सर्ट नराखेको सर्ट पनि अहिले फुर्ता गर्नु परेन हामीलाई सेलिब्रेटी भेन्टीको लागि फेन लगाइदिनु परेन अहिले बिहान लागेको छ हो ए त्यति बेला फेरि उसले लगाइहाल्छ नि त्यही त लु त उता जा छेक्यो है यहाँ छेक्यो लाइन पर्यो एउटा लाइन यसलाई कहाँ दिनु माथि नै जाने भन्छ माथि नै होइन बुहारी सानो सानो बोक्नु सक्छ नि क्या हो खाली काम भन्दैछु त्यो झोलामा यो फर्स्ट छ अहिले झोलामा राख्न देऊ न ठ्याक्कै थाहा थियो मैले भन्दैछु दिदीलाई खाली हो अन्लाले दिएको मलाई खाली होइन अहिले काम छ भने ल भएर दिए अब पैसा त हाल्यो पैसा हाल्यो भने म चाहिँ यहाँ लगाइदिएँ ए दिदी टिका लाउनु जान्दैन क्या के गर्यो हेर न आउनु पर्दैन आउँछ अहिले खाना लाग्छ राख्न दिएको यार खाना मैले पैसाले खान्थे होला भने रमाइलो भन्छ होइन मलाई फेरि यो पनि साह्रै राम्रो रहेछ कि कति दिँदो रहेछ हेरौँ न हामी मलाई लाउने मन लागिरहेको छ
चिया खाएर जानु मम्मी चिया खाएर अब यति गर्दा भइहाल्यो बाबा अब किन हतार गर्नु घर यही हो के हो सबै यहीँ हेरेर त्यो मामाहरूलाई पुऱ्याउनु जानु म तल मामाहरूलाई बिदा गराइदिन्छु शिवका अङ्कल घरै छ त लिन्दा भन्छ के भयो अङ्कलले जान्ने अङ्कल साथी दुलका अहिले त यही हो दिदीबहिनी एउटै हुन्छ एउटै हो हाम्रो जात हो अब अरूको जस्तो फरक फरक हुँदैन राउतमा होइन आज फेरि भन्ने हक पनि किन बाबु किन आज बिहानदेखि शर्मिला लागिसक्यो ए पर्खिँदै भाइजू हजुर भाइजू भाइहरु फोटो खिच्नु आउँछ कस्तो हिँड्दाखेरि बुला भनेको अनि हिँड्दाखेरि कसरी हुन्छ अनि त घरमा थियो त कहाँ के भाइ तिमीहरू कहाँ गएको थियो यस बेला सुन यहाँ यत्रो हामी त यहाँ भिड भएर चाहिँ डर लाग्यो क्या भाउजूको अनुहारै नदेखि भयो अनि अलिक पछि खालीमा आयौँ भने चाहिँ देखिन्छ सक्यो भने त अब चस्मा लगा राति हुँदा के चस्मा लाउनु अब यहाँ एक